हेलो नमस्ते एभ्रिवान। आज पनि तपाईँको माझमा एउटा मिनी भ्लग लिएर आइसकेको छु। कस्तो लाग्छ प्रतिक्रिया चाहिँ दिइहाल्नु होला कमेन्ट बक्समा। अनि स्पेसली म के चाहिँ जानकारी गराउँ भने यो चाहिँ स्टुडेन्ट लाइफ होइन, विद्यार्थी जीवन। अनि घरभन्दा बाहिर बस्दाखेरि चाहिँ अलिक गाह्रै हुन्छ र त्यो अवस्था पनि यहाँ तपाईँलाई देखाउँदैछु। खासमा यहाँ चाहिँ इक्जामको बेलामा सबैजनाले आफैले खाना तयारी पार्ने योजना सायद छ। तरकारी केलाउने काम भइरहेको छ। हाम्रो बहिनीहरूले चाहिँ तरकारी केलाउँदैछन्। त्यस पछाडि यहाँ चाहिँ आज के को तरकारी हो भनेर भन्नु पर्दाखेरि आजको तरकारी भनेको आलु, त्यस पछाडि यो चाहिँ फर्सीको मुन्टा। कस्तो लाग्छ तपाईँलाई फर्सीको मुन्टा? सायद राम्रै लाग्छ होला। अनि यहाँ चाहिँ मासुको लागि चाहिँ लसुन पनि भइराखेको छ। के छ तपाईँको गाउँठाउँमा कस्तो छ? तरकारी पाएको छ कि छैन कमेन्ट गर्नुहोस् ल।